तपाईहरु जस्तै 64 सालमा धेरै मत ल्याएर भाँडोमा न भुइँमा भएको पार्टीको नेता मै हो। तपाईहरु त्यस्तै हुनुहुन्छ कि भन्ने चिन्ता त्यस्तो नभइदिए हुन्थ्यो भन्ने छ मलाई। हार सहन जति गाह्रो हुन्छ जित पचाउन त्योभन्दा गाह्रो हुन्छ। नेकपाका रूपमा हामी यही संसदमा करिब तपाईहरुकै साइजमा 2/3 साइजमा थियौं केही समय पहिले। जनताको त्यो विश्वास हामीले आफ्नै कमजोरीको कारण बचाउन सकेनौं। इतिहास र अनुभवले साबित के गरेको छ त संख्या भन्ने कहिल्यै स्थायी हुँदैन। ढुक्क हुनुहोस्, थाहै हुँदैन यो संख्या। र जनताको समर्थन पनि निशर्त हुँदैन, सशर्त हुन्छ। उनले सोचे जस्तो भएन भने भोलिपल्टै त्यो हामीबाट सिक्नुहोस्, इतिहासबाट सिक्नुहोस्। प्रधानमन्त्रीजीले केही निश्चित मर्यादा पालन नगर्ने हो भने संसदको गरिमा रहन सक्दैन। यसमा हामी सबैको ध्यान जाओस्। हामी सबैको भविष्य जोडिएको छ प्रधानमन्त्रीका कार्यशैलीमा।